नमस्ते, मेरो नाम अभिनव बन्सु हो। म तपाईहरुलाई म्याथमेटिक्स पढाउँछु। हामीले नाफा र नोक्सान हेरिरहेका छौँ। प्रॉफिट एन्ड लस छ दिइरहेको छ हाम्रो। ठीक छ, हामीले प्रश्न हेर्नेछौँ। क्रय मूल्य सीपी दिएको छ आरएस 1000 रुपैयाँ। त्यस्तै विक्रय मूल्य दिएको छ एसपी दिएको छ हाम्रो 1200। हामीलाई नाफा या नोक्सान पत्ता लगाउनु छ। अर्को नाफा प्रतिशत वा नोक्सान प्रतिशत हामीलाई पत्ता लगाउनु छ। ठीक छ, यहाँ क्रय मूल्य दिएको छ 1000, त्यस्तै विक्रय मूल्य दिएको छ 1200। नाफा या नोक्सान के भयो त्यो पत्ता लगाउनु छ, अनि त्यसपछि नाफा प्रतिशत या नोक्सान प्रतिशत हामीले निकाल्नु छ। हामीले हेर्नेछौँ सीपी कति छ 1200, एसपी कति छ, क्रय मूल्य 1000 रुपैयाँ छ, त्यस्तै विक्रय मूल्य 1200 छ। अब यहाँ के छ हाम्रो एसपी भन्नाले विक्रय मूल्य क्रय मूल्य भन्दा ठुलो छ। त्यस्तो केसमा के हुन्छ हाम्रो नाफा प्रॉफिट कति हुन्छ एसपी माइनस सीपी। एसपी हाम्रो कति छ 1200 माइनस 1000 र आयो हाम्रो 200 रुपैयाँ। ठीक, नाफा कति आएछ 200। अब नाफा प्रतिशत निकाल्नु छ हामीलाई। नाफा भयो भने नाफा प्रतिशत, नोक्सान भयो भने नोक्सान प्रतिशत, प्रॉफिट प्रतिशत, वास्तविक नाफा प्रॉफिट बाय क्रय मूल्य भन्नाले सीपी इन्टु 100%। यहाँ हाम्रो वास्तविक नाफा कति छ 200 बाय क्रय मूल्य 1000/100 हाम्रो 20% आयो। प्रॉफिट पर्सेंट कति आएको छ 20%। ठीक छ, त्यस्तै हामीले अर्को प्रश्न हेर्नेछौँ। सीपी इक्वल टू 1000, एसपी इक्वल टू 1200, आइदर प्रॉफिट और लस के भयो त्यो निकाल्नु छ र नाफा या नोक्सान प्रतिशतमा निकाल्नु छ। हामीले पहिले के गर्नेछौँ, सीपी दिएको छ 1000, एसपी छ 1200। यहाँ यदि एसपी ठुलो भयो भने नाफा हुन्छ, एसपी यदि सानो भयो भनेदेखि नोक्सान हुन्छ। हामीले कुनै पनि वस्तु किन्दा हामीले बढीमा बेच्छौँ भने नाफा हुन्छ, कममा बेच्छौँ भने हामीले घाटा लगाएर बेच्छौँ। अनि त्यसपछि नाफा या नोक्सान निकालेर अनि त्यसपछि नाफा भयो भने नाफा प्रतिशत निकाल्ने, नोक्सान भयो भने नोक्सान प्रतिशत निकाल्ने। हामीले अर्को प्रश्न हेर्नेछौँ। यदि 4वटा मानो 5वटा आपको क्रय मूल्य बराबर
चारवटा आँपको विक्रय मूल्य छ भने नाफा प्रतिशत निकाल्नुहोस्। नाफा प्रतिशत निकाल्नुहोस्। ठीक छ। यहाँ दिएको के छ, 5 वटा आँपको क्रय मूल्य बराबर 4 वटा आँपको विक्रय मूल्य छ भने नाफा प्रतिशत निकाल्नुहोस्। ठीक छ। हामीले के गर्नेछौँ, यहाँ दिएको के छ, 5 वटा आँपको सीपी र 4 वटा आँपको एसपी बराबर छ भने कति फाइदा भयो त्यो निकाल्नु छ हामीलाई। दैट मीन्स सीपी अफ 5 एप्पल इज इक्वल टू एसपी अफ 4 एप्पल भन्नाले हामीले 5 वटा आँप किन्यौं र 5 वटाको दाम जति थियो त्यतिमै हामीले 4 वटा आँपलाई बेच्यौं भने कति प्रतिशत फाइदा भयो त्यो भन्ने हामी निकाल्नु छ। ठीक छ। हामी मानौ 5 वटा आँपको क्रय मूल्य बराबर 4 वटा आँपको विक्रय मूल्य छ बराबर आरएस एक्स मान। ठीक छ। हामीले के गर्यौं, 5 वटा आँपको क्रय मूल्य बराबर 4 वटा आँपको विक्रय मूल्य छ। त्यसपछि एक आँपको क्रय मूल्य कति हुन्छ, सीपी हाम्रो कति हुन्छ, 5 वटाको x छ भने एउटाको कति हुन्छ, x अपॉन 5 हुन्छ। ठीक छ। x अपॉन 5 हुन्छ। त्यस्तै एक आँपको विक्रय मूल्य एसपी बराबर आरएस एक्स बाई 4 हुन्छ। ठीक छ। यहाँ के हेरिरहेको छौँ, नाफा निकाल्नु छ पहिला हामीलाई। नाफा प्रॉफिट इक्वल टू एसपी माइनस सीपी। एसपी कति छ, एक्स बाई 4 माइनस सीपी एक्स बाई 5 यो कति आउँछ, दुवैको एलसीएम कति आउँछ 20। अब 5x माइनस 4x यो हुन्छ हाम्रो x अपॉन 20। प्रॉफिट आयो, कति नाफा आयो, x बाई 20। अब नाफा प्रतिशत हाम्रो कति हुन्छ, प्रॉफिट परसेंट बराबर प्रॉफिट बाई सीपी इंटू 100%। हाम्रो वास्तविक नाफा बाई क्रय मूल्य इंटू 100%। यो कति आउँछ हाम्रो वास्तविक नाफा कति छ, x बाई 20 अपॉन क्रय मूल्य कति छ हाम्रो x बाई 5। यो x बाई 5 छ इंटू 100%। यो हाम्रो x र x क्यान्सल हुन्छ, कट्छ, 5 4 जा 4 25 जा। यो हाम्रो कति आउँछ, नाफा प्रतिशत कति भयो, 25%। हाम्रो नाफा प्रतिशत कति भयो, 25% भयो।